साथीहरू वेलकम ब्याक छ फेरि पनि मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज पनि मैले मिनी भ्लग लिएर आइसकेँ। यतातिर चाहिँ प्लेन हिँडिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। प्लेन हिँडेको हिँडी एयरपोर्ट यहीँनिर नजिकै छ, त्यही भएर हिँडी गर्छ साथीहरू। यस्तो छ यहाँनिर चाहिँ शीतल चिनीको रुख हो। यसिरहेको छ साथीहरू। यतातिर त पानी रहेको छैन कि पानी परेको परी गरिरहेको छ। यहाँनिर भाँटाहरू यस्तो छ, भाँटाहरूको बिजोग भएको छ। यस्तो छ साथीहरू। यहाँनिर चाहिँ के हो, अमिला हो कि के को रुख हो। त्यहाँनिर चाहिँ करिपत्ताको रुख छ साथीहरू। यस्तो छ छततिरको भइकटर। यो गमलाहरूमा त केही छैन है। यहाँनिर चाहिँ खुर्सानी छ, करिपत्ता कति धेरै रोपेको हो। यहाँनिर चाहिँ बासमती रोपेको सब मरिसक्यो, अलिअलि मात्रै छ। यो चाहिँ के हो है, यहाँनिर चाहिँ यस्तो बाँको पनि छ साथीहरू। यस्तो के साह्रो पानी परेको। यहाँनिर चाहिँ पानको पात रोपेको छ। गाडीदेखि चाहिँ प्लेन आइरहेको छ साथीहरू। यस्तरी आउँछ कि यो यतातिर यस्तै आउँछ। कति ठुलो देखिरहेको छ नजिक नजिक। अन्त यहीँनिरदेखि आउँछ अब। यतैतिर यहाँदेखि यस्तरी जान्छ साथीहरू। यहाँ यतैतिर छ एयरपोर्ट। यतातिर रुखहरूले गर्दाखेरि देखिँदैन। हिँडी गर्छ साथीहरू। एयरपोर्ट यहीँ नजिकै छ, त्यही भएर प्लेनहरू त 5-5 सेकेन्डमा हिँडेको हिँडी। यस्तो छ मौसम साथीहरू यतातिरको। यहाँनिर चाहिँ पाप्रो छ। यस्तो छ। यो चाहिँ फलिरहेको छ। यसको पनि सब्जी खान्छन् है साथीहरू। यस्तो यो फलको पनि यस्तोको पनि सब्जी खान्छ। यस्तो कुहिरो लागेको छ, पहाड जस्तो छ, केही देखिरहेको छैन। यो चाहिँ लिप छ साथीहरू। यस्तरी लिपमा हिँड्छन् कि आमाहरू म्याडमहरू सबै। यस्तो छ। यस्तो साथीहरू। यस्तो आइसकेको छ यतातिरको। यस्तो यहाँनिर माछाहरू खेलिरहेको छन्। रमाइलो छ यिनीहरूको जिन्दगी। यहाँदेखि तल झन् सबभन्दा तल रुम है साथीहरू। तल रुम देखाइदिन्छु म साथीहरू। सबभन्दा तल रुम हो साथीहरू। आइसक्यो। यस्तो के छ रोपेको छ साथीहरू फुलहरू हुन्छ।
यो चाहिँ हल रुम हो साथीहरू। त्यहाँनिर लिफ्ट भएको हो अनि यतातिर सिडी, यतातिर स्विमिङ पुल। यस्तो छ साथीहरू, यो चाहिँ सबभन्दा तल रुम हो। यतातिर बस्दै छ हेर्नु, यस्तो छ। यतातिर यो बसिरहेको छ साथीहरू, त्यो छ यसको जिन्दगी। यति रमाइलो छ, यति रमाइलो छ। आजलाई मेरो भिडियो यति नै साथीहरू। फेरि नेक्स्ट भिडियो लिएर आउने नै छु। मेरो भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझावहरू दिनु होला र मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। बाइ बाइ।